साथीहरु, आज म एउटा यस्तो कार्यक्रम तपाईहरुको सामु ल्याएको छु जुन मैले यसअघि कहिले पनि ल्याएको थिइन। धेरैजनाले कमेन्ट र मेसेज गर्नुभएको थियो कि तपाईले नाममा चाहिँ भिडियो बनाउनुहुन्न, राशि अनुसार मात्र नाम बनाउनुहुन्छ। हामी राशि थाहा नभएको मान्छेले के गर्ने, कसरी थाहा पाउने भन्ने कुराहरु गर्नुभएको थियो। त्यसैले यी सबै राशिहरुमा त हाम्रो भिडियो आइसक्यो, तर नामबाट आएको थिएन। त्यसैले अब जसलाई आफ्नो राशि थाहा छैन, जन्म राशि वा चन्द्र राशि थाहा छैन, ती मानिसहरूले कसरी जान्ने वा उनीहरूले आफैबारे कसरी बुझ्ने भन्ने कुरामा आज हामी चर्चा गर्ने छौं। अब जसको नाम यस अक्षरबाट सुरु हुन्छ उनीहरूको बारेमा कुरा गरौँ आज। यस भिडियोमा तपाईलाई सब थाहा हुनेछ, केही बुझ्न वा खोज्न आवश्यक नै पर्दैन। यस नामका व्यक्तिहरूका बारेमा पूर्ण जानकारी आज म दिनेछु। राशि कुन हुन्छ, नक्षत्र कुन हुन्छ, गुण र अवगुण के हुन्छ, कुन उमेरमा भाग्य उदाउँछ, यी सबै कुरा आजको भिडियोमा भन्नेछु। नामबाट राशि र नक्षत्रको कुरा गर्दा यस नाम हुनेहरूको राशि हुन्छ कुम्भ राशि, नक्षत्र पर्छ सद्दिशा नक्षत्र। यसैले शनि र राहुको विशेष प्रभाव रहनेछ। अब बुझ्नुहोस्, कुम्भ राशिमा कुनै ग्रह उच्च वा नीच हुँदैन। यो शनिदेवको मूल त्रिकोण राशि हो र अति प्रिय राशि हो। त्यसैले यस नामका मानिसहरू धेरै जसो आफैमा रमाउने खालका हुन्छन्। स्वभाव, गुण, अवगुणको कुरा गर्दा अरूले भन्लान् यसमा घमण्ड छ, एटिट्युड छ भन्ने, तर वास्तवमा यी मानिसहरू भित्रभित्रै चुप, गम्भीर किसिमका हुन्छन्। अरूले बटरिङ गरेको, राजनीति गरेको, धोका दिएको कुरा तुरुन्त बुझिहाल्छन् अनि यस्ता व्यक्तिहरूसँग दूरी बनाउन पनि पछि पर्दैनन्। यी मानिसहरूलाई त्यस्ता साथी मन पर्छन् जसले उनीहरूको मूल्य बुझ्छन्, इज्जत गर्छन्। जिद्दीपन पनि यिनीहरूको ठूलो स्वभाव हो। जसमा अडिए भने त्यसैमा अडिन्छन्। परिवारमा होस्, प्रेम सम्बन्धमा होस् वा विवाह जीवनमा मैले भनेको यही हो भन्ने स्वभावले कहिलेकाहीँ समस्या ल्याउँछ। त्यसकारण प्रेम सम्बन्धमा धेरै संघर्ष आउने सम्भावना हुन्छ। तर यी मानिसहरू समझदार र मल्टी ट्यालेन्टेड पनि हुन्छन्। धेरै कुरा बुझ्छन्, हरेक काममा चासो राख्छन्, अरूले ना भन्ने काम पनि सजिलै स्वीकार्छन् ताकि आफ्नो भ्याल्यु घट्न नदिउ। कर्म र शनिको प्रभाव कस्तो हुन्छ त? शनि प्रभावका कारण यी मानिसहरूले खराब कर्म गर्न चाहँदैनन्। गलत काम गरे पनि त्यसको बारेमा धेरै सोच्ने गर्छन्। तर रिस चाहिँ धेरै नै हुन्छ। रिसमा आएपछि साँचो काम पनि बिगारिदिन्छन्। यसले उनीहरूको जीवनमा धेरै असर पारेको देखिन्छ। भाग्य उदय कहिले हुन्छ त? भाग्य उदयको कुरा गर्दा यस नामका मानिसहरूको स्वामी शनिदेव भएकाले भाग्य उदय विशेष गरी 30 वर्षको आसपासबाट सुरु हुन्छ। 24 देखि 27 वर्षतिर प्रयास त हुन्छ, तर सफलता धेरै देखिँदैन। तर 30 वर्ष पार गरेपछि बिस्तारै जीवनमा परिवर्तन आउन थाल्छ। 32 वर्षपछि जीवनमा ठूलो उचाइ प्राप्त हुन्छ। 30 देखि 38 वर्ष बीचमा राम्रो फाइनान्शियल ग्रोथ, करियर अपलिफ्ट र जीवनमा पोजिटिभ परिवर्तन हुन्छ। कस्तो लाग्यो यो भिडियो? लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र हाम्रो साथमा बनेर रहनुहोस्। जय श्री राम।